नमस्कार, म मनोज कुमार भट्ट। आजको यस जानकारीमूलक भिडियोमा म तपाईहरूलाई नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बारेमा विस्तृत जानकारी दिने नै छु। यस भिडियोमा हामी हेर्नेछौँ मन्त्रालयको संरचना, अन्तर्गतका विभागहरू, ऐन कानून र जनतासँग प्रत्यक्ष जोडिएका योजनाहरू। भौतिक पूर्वाधार मन्त्रालय नेपाल सरकारको एक महत्त्वपूर्ण मन्त्रालय हो, जसले देशको विकासका लागि आवश्यक सडक, पुल, रेल र हवाई र अन्य यातायात पूर्वाधार निर्माण र व्यवस्थापन गर्ने काम गर्दछ। यस मन्त्रालयको संरचनामा दुई तहमा विभाजित छ, राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व। यस मन्त्रालय अन्तर्गत महाशाखाहरू पनि रहेका छन्। प्रशासन महाशाखा, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा, पूर्वाधार निर्माण तथा यातायात महाशाखा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाहरू। त्यस्तै गरी यस मन्त्रालय अन्तर्गत केही विभागहरू छन्। त्यसलाई सडक विभाग, यातायात व्यवस्थापन विभाग, रेल विभाग र नेपाल पानी जहाज कार्यालयहरू। यस मन्त्रालय अन्तर्गत 20 भन्दा बढी कानून र ऐन रहेका छन्। त्यस्तै गरी जनतासँग प्रत्यक्ष रूपमा जोडिएका योजनाहरू के हुन् त भन्दाखेरि चाहिँ हामीले सडक तथा पुल निर्माण, राजमार्ग निर्माण, ग्रामीण सडक विस्तारहरू, जस्तै यातायात सेवामा चाहिँ सवारी लाइसेन्सहरू, सवारी दर्ता र सार्वजनिक यातायात व्यवस्थापनहरू। आधुनिक पूर्वाधारमा चाहिँ सुरुङ मार्ग, द्रुत मार्ग र स्मार्ट ट्राफिक प्रणालीहरू रहेका छन्। हाम्रो नेपालमा अहिले चलिरहेका योजनाहरूका बारेमा म तपाईहरूलाई आउने भिडियोमा सम्पूर्ण जानकारी लिएर आउनेछु। हस्, धन्यवाद।